ल आज म फेरि विजय गुप्ता यहाँ उपस्थित भइसकेको छु। हिजो हामीहरूले जहाँसम्म पढेका थियौँ त्यस पछाडि अरू केही हिसाबहरू सिक्न गइरहेका छौँ। च्याप्टरको नाम के हो? मस र लस, एचसिएफ एन्ड एलसिएफ। हिजो जति हामीहरूले गरेका थियौँ त्यसमा अरू केही उदाहरणहरू प्रस्तुत गर्न गइरहेको छु, जसमध्ये सबभन्दा पहिले मस निकाल्नुहोस्। y को पावर 4 प्लस y स्क्वायर प्लस 1 कमा y क्यूब प्लस 1 प्लस 2y स्क्वायर प्लस 2y। हिसाब बनाउनुभन्दा अगाडि सबभन्दा पहिले यसमा कतिवटा अभिव्यञ्जकहरू छन्? एउटा, दुईवटा र तीनवटा। पहिलो पद, दोस्रो अभिव्यञ्जक र तेस्रो। अब हामीहरूले पहिलो अभिव्यञ्जक कति छ हाम्रो? y क्यूब माइनस 1। यो कुन सूत्रमा हो? a क्यूब माइनस b क्यूब। कुन सूत्रमा हो यो? a क्यूब माइनस b क्यूब, जसको सूत्र हामीहरूले यहाँ लेखेका छौँ। कति लेखेका छौँ? a माइनस b, a स्क्वायर प्लस ab प्लस b स्क्वायर। a भनेको मतलब कति भयो त? र b भनेको मतलब कति भयो त? 1 को क्यूब। अब यसलाई a क्यूब माइनस b क्यूबमा लेख्दाखेरि a को ठाउँमा y भयो, b को ठाउँमा 1 भयो। अब a स्क्वायर, a को ठाउँमा कति छ त? y, तो y को स्क्वायर प्लस a इंटू b, तो y इंटू 1, y इंटू 1 प्लस b स्क्वायर। b स्क्वायर भनेको 1 को स्क्वायर। अब y माइनस 1, y स्क्वायर प्लस y प्लस कति हुन्छ त? 1 हुन्छ। ठिक छ? यो हाम्रो के थियो त? पहिलो अभिव्यञ्जक। अब दोस्रो अभिव्यञ्जक कुन छ? y को पावर 4 प्लस y स्क्वायर प्लस 1। हेर भाइ बहिनीहरू हो, एउटा यस्तो फर्म हामी याद राखौँ जुन फर्ममा के हुन्छ हामीहरूलाई a को पावर 4 प्लस a स्क्वायर प्लस 1। यो फर्म a को पावर 4 प्लस a स्क्वायर प्लस 1। यो फर्म भनेको मतलब के भयो? यसलाई हामीहरूले सूत्रबाट पनि ल्याउन सक्छौँ। यस्तै गरेर m को पावर 4 प्लस m स्क्वायर प्लस 1। a को ठाउँमा हामीले मानौ 2x को पावर 4 दियो अथवा 4x को पावर 4 दियो, 4x को पावर 4 र यहाँ प्लस के दियो त? 1। तो बीचमा हाम्रो के हुन सक्छ त? यो बीचमा 4 भनेको कतिको स्क्वायर हो त? 2 को स्क्वायर। x को पावर 4 भनेको कति हो त? x स्क्वायर को स्क्वायर। तो 2 र x स्क्वायर यदि बीचमा हामीले दियो भने हाम्रो यही ठाकराक यही फर्मुलामा पनि पुग्न सक्छ। तो यो फर्म हामीहरूले अलिकति यादै राखौँ त के हुन्छ त? हामीहरूलाई हिसाब बनाउनमा अलि मद्दत मिल्छ। दोस्रो अभिव्यञ्जकमा भयो y को पावर 4 प्लस y स्क्वायर प्लस 1। हिजो भर्खर यस्तो टाइपको हामीले गरिसकेका छौँ, फेरि आजलाई रिभाइज गर्दैछौँ। तो y को स्क्वायर 1 को स्क्वायर प्लस
2 कहाँबाट आयो? यो आयो कहाँबाट? a प्लस b को होल स्क्वायर। कुन फर्मुला हुन्छ रे? a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर। 2ab प्लस b स्क्वायर हुन्छ। अब 2 आयो फर्मुलाको। a भनेको मतलब y स्क्वायर, b भनेको मतलब 1। मनमा कुरा उठिरह्यो होला, मनमा कुरा उठ्न सक्छ। यहाँ त 2 छैन, तर 2 आयो कहाँबाट? यदि आयो भने यो प्रक्रिया पुरो हो। हामीहरूले यसलाई के गर्ने गर्छौँ भन्दाखेरि a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर यो सूत्रमा यसलाई सूत्रबद्ध गर्छौँ र दिएको हिसाबको एक्सप्रेसनमा जति कमी भयो अथवा बढ्यो त म्याथको नियमले यसलाई हामीले के गर्ने हो त समाधान गर्ने। समाधान कसरी गर्ने? म्याथमा एउटा सिद्धान्त छ, दिएको एक्सप्रेसनमा आफ्नो मनले केही जोड्न घटाउन पाइँदैन हिसाब बनाउँदाखेरि। तर जति जोड्यो त्यति घटायो अथवा जति घटायो त्यति जोड्यो, हिसाबको मूल रूपलाई कुनै पनि असर नपर्ने गरी म्याथमा एउटा यस्तो सिद्धान्त छ, आफ्नो मनले राख त हटा, आफ्नो मनले जोड त घटा। अब यहाँ 2y स्क्वायर आएछ, यहाँ कति छ त y स्क्वायर। यहाँ हामीले के गर्ने त माइनस y स्क्वायर। यहाँ जुन यो बराबरको चिन्ह लेखिरहेको छ नि, यो बराबरको चिन्ह लेख्नुको मतलब यो भयो कि यो र यसको तल लेखिएको यो दुवै के भयो त बराबर। अब यो भयो a प्लस b को होल स्क्वायर, यसलाई हामीले यसको होल स्क्वायर लेख्न सक्छौँ। अब यो कुन सूत्रमा गयो त? a स्क्वायर माइनस b स्क्वायर। धेरै जसो पाठ्य पुस्तकहरुमा यो भनिएको पाइन्छ कि यो फर्मलाई हामीले अन्ततः a स्क्वायर माइनस b स्क्वायर को रूपमा स्वरूपमा हामीले तोड्नु पर्ने हुन्छ। कुरा बुझिरहेछ? यो a को पावर 4 प्लस a स्क्वायर प्लस 1 यस्तो फर्मको हिसाबलाई हामीले अन्ततः a स्क्वायर माइनस b स्क्वायर को फर्ममा यसलाई के गर्नुपर्ने हुन्छ त? तोड्नु पर्ने हुन्छ। जुन आइसकेको छ नि, के कसो आछ नि? हो ल, अब a को ठाउँमा यो भयो र b को ठाउँमा यो। अब y स्क्वायर प्लस 1 प्लस y स्क्वायर प्लस 1 माइनस 1 हामीले यसलाई एरेन्ज गर्न क्रमबद्ध मिलाएर लेख्न सक्छौं, जुन यस प्रकार छ। y स्क्वायर प्लस y प्लस 1 y स्क्वायर माइनस y प्लस 1। यो भयो पहिलो व्यञ्जक, यो हो हाम्रो दोस्रो व्यञ्जक। अब कुन बाँकी बस्यो त? तेस्रो अभिव्यञ्जक। अब यो भयो y क्यूब प्लस 1 2y स्क्वायर प्लस 2y। अब यसलाई तोड्दाखेरि हामीहरूले एउटा कुरा के ध्यान दिने जहिले पनि र सर मसँग आउँदाखेरि आएको हिसाबको यो उत्तरहरूलाई आधार बनाएर अन्तिम अभिव्यञ्जकलाई के गर्ने त? तोड्न कोसिस गर्नु। त्यो सबैमा टुट्छ भने कुनै जरुरी छैन, आवश्यकता छैन, तर प्राय गरेर टुट्छ नि। जस्तै एकछिनको लागि सोचो, यसलाई a क्यूब प्लस b क्यूब को सूत्रमा तोड्यो, यसमा 2y कमन लियो त y प्लस 1 त्यसको बस्न गइरहेछ। त y प्लस 1 कहीँ छ त यसमा? छैन। तर यसलाई सूत्रमा तोड्दाखेरि के आउन सक्छ? एकचोटि चेक गर्नु। त y को यो भयो होल क्यूब प्लस 1 को होल क्यूब प्लस 2y कमन लिएपछि y प्लस 1। अब
यसलाई ए क्यूब प्लस बी क्यूब जुन अघि नै सिकाइसकेको छु, ए प्लस बी ए स्क्वायर माइनस ए बी प्लस बी स्क्वायर। ध्यान दिने, ए को ठाउँमा वाई छ, बी को ठाउँमा 1 छ। ए प्लस बी ए स्क्वायर, वाई को स्क्वायर कति भयो त वाई स्क्वायर माइनस ए इन्टु बी। ए को ठाउँमा 1 इन्टु वाई कति भयो त वाई। बी स्क्वायर भनेको 1 को स्क्वायर कति भयो त 1 नै हुन्छ। यो प्लस जस्ताको त्यस्तै। अब हामीहरूले यसलाई जस्ताको त्यस्तै फोटोकपी गर्दैछौँ। अब ध्यान दिनुहोस्, यो भयो एउटा र यो भयो अर्को। के साझा छ? y प्लस 1, y प्लस। अब बच्यो कति? y स्क्वायर माइनस y प्लस 1, यसको बाद प्लस 2 1। अब y प्लस 1 y स्क्वायर 2y बाट 1y घट्यो त प्लस y प्लस 1। कुरा बुझ्यो ल? त त्यस कारणले HCF हाम्रो कति आयो? y स्क्वायर प्लस y प्लस 1 यसमा पनि छ, y स्क्वायर प्लस y प्लस 1 दोस्रो अभिव्यक्तिमा पनि छ, y स्क्वायर प्लस y प्लस 1 तेस्रोमा पनि छ। त HCF कति आयो त? y स्क्वायर प्लस y प्लस। यदि कसैले सोध्यो एलसीएम कति हुन्छ त एलसीएममा सबभन्दा पहिले के गर्ने? मिलेको, साझा मिलेको तीनटैमा, दुईटा अभिव्यञ्जक छ भने दुईटामा, तीनटा अभिव्यञ्जक छ भने तीनटैमा साझा मिलेकोलाई मस एचसीएफ हाईएस्ट कमन फ्याक्टर भनिन्छ भने लस भनेको लोएस्ट कमन फ्याक्टर। त्यो निकाल्नको लागि सबभन्दा पहिले तीनटैमा मिलेको, तीनटै अभिव्यञ्जकमा मिलेको जुन अभिव्यञ्जक छ त्यो लेख्ने, y स्क्वायर प्लस y प्लस 1। त्यस पछाडि नमिलेकाहरूलाई पनि हामीले लेख्ने, जुन नामबाट नै थाहा हुन्छ, एलसीएफ। ल सबैले यो भयो। अब यो y माइनस 1 पर्छ। त एकछिनको लागि लेखौँ 5,000 रुपैयाँमा, पछि हामीले यसलाई मल्टिप्लाई गरेर मिलाएर लेख्न सक्छौँ। त्यसपछि यो बच्यो y स्क्वायर माइनस y प्लस 1, यसको कति बच्यो त y प्लस 1। अब हामी ध्यान दिएर विचार पुर्याएर हेरौँ भने, अलिकति मात्रै मिलाउँछौँ भने, अलिकति मात्रै मिलाएर हेर्ने हो भने हामीहरूले एउटा यो सूत्र बन्न सकिरहेछ। त्यो सूत्र के हो भन्दाखेरि, त्यो सूत्र के हो ध्यान दिने है। पहिलो अभिव्यञ्जकलाई यहाँ तोडिएको छ, दोस्रो अभिव्यञ्जकलाई यहाँदेखि लिएर यहाँसम्म तोडिएको छ, तेस्रो अभिव्यञ्जकलाई यहाँसम्म तोडिएको छ, यहाँसम्म। यो एचसीएफ हो र यो एलसीएम हो। अब यसलाई मिलाउँदाखेरि हेर त भाइ बहिनीहरू, अलिकति मात्रै मिलाएर लेख्छौ भने यो y माइनस 1 लाई यहाँ नलेखेर, यदि y माइनस 1 यहाँ लेखिदिए, यो y प्लस 1 पछाडि नलेखेर y प्लस 1 यहाँ लेखिदिए, त यो एउटा कुनै सूत्रमा छ, ए क्यूब माइनस बी क्यूब, र यो कुन छ त ए क्यूब प्लस बी क्यूब। त भनेको मतलब हामीले यसलाई ए क्यूब माइनस बी क्यूब र यसलाई ए क्यूब प्लस बी क्यूब पनि लेख्न सक्छौँ। कुरा बुझिरहेछ? अर्को पनि लेख्न सक्छौँ, यसलाई र यसलाई मिलाएर y स्क्वायर y को पावर 4 माइनस y प्लस y स्क्वायर प्लस 1, फेरि सुरुदेखि y को पावर 4 यसलाई र यसलाई मिलाएर y को पावर 4 प्लस y स्क्वायर प्लस 1, यसलाई र यसलाई मिलाएर y स्क्वायर माइनस 1। यसको यो पनि एन्सर हुन सक्छ। गुणा कुन फर्ममा राख्ने हो त्यो हामीमा डिपेन्ड गर्ने हुन्छ। ठिक छ? फेरि सुरुदेखि एकचोटि सुनौँ, किनकि हिजो र आज मिलाएर हामीहरूले लस र मसको धेरै इक्जाम्पलहरू त होइन, तर काम लाग्ने र
चाहिएको टाइप्स सबै हामीहरूले गर्न भ्याएका छौँ। हाम्रो किताबमा भएको जति टाइप्सहरू छ ती सबै टाइप्सहरूलाई हामीहरूले र एसएलसी को पनि एक्जामको पोइन्ट अफ भ्यूले हामीले गर्न भ्याएका छौँ। अब एउटा अर्को पनि हिसाब छ। तो सब साथ में भागी मेरो ल यो एउटा हिसाब छ जसको हामीहरूले मस र लस पत्ता लगाउनु पर्नेछ। अब मस र लस लसमा ध्यान दिएर यसलाई हामी हेरौँ। पहिलो अभिव्यञ्जक 2x² माइनस x माइनस 1 पहिलो अभिव्यञ्जक के यसलाई खण्डीकरण गर्न सकिन्छ त? गुणा गरेर 2 र घटाएर 1 आउन सक्छ? हेरौँ, अलि रफ गरौँ। तो 2x² माइनस 2x प्लस x माइनस 1 तो 2x कमन लिएपछि x माइनस 1 1 कमन लिएपछि x माइनस 1 x माइनस 1 2x प्लस 1 हामीले यसलाई के गरेका हौं भन्दाखेरि त खण्डीकरण फैक्टराइजेसन गरेको फर्स्ट इन्टु लास्ट। अब यसलाई हेरौँ त दोस्रो अभिव्यञ्जक 24x को पावर 4 प्लस 3x यो दुवैमा कति साझा छ त? साझा छ 3x त 8x क्यूब प्लस 1 यो फेरि कुनै न कुनै सूत्रमा हुन सक्छ। कुन सूत्रमा छ? a क्यूब प्लस b क्यूब किनकि 8 कति को क्यूब हो? 2 को तो 3x यो भयो 2x को होल क्यूब प्लस 1 को होल क्यूब। अब 3x a क्यूब प्लस b क्यूब तो a प्लस b। अब a स्क्वायर a को ठाउँमा कति छ त? 2x तो 2x को स्क्वायर माइनस a इंटू b तो a इंटू b भनेको 2x इंटू 1 प्लस b स्क्वायर b भनेको मतलब कति भयो त? 1 को स्क्वायर यो कति भयो त? 3x 2x प्लस 1 यो भयो 2x को होल स्क्वायर तो कति भयो त? 4x स्क्वायर माइनस 2x प्लस 1। अब यसमा र यसमा हेरौँ, मसा त भयो 2x प्लस 1 और लसमा यो एउटा लेख्ने त्यसपछि यो सबैलाई के गर्न सकिन्छ त? गुणा गरेर लेख्न सकिन्छ। हामीहरूको पाठ्यपुस्तकमा भएको धेरै जसो हिसाबको उदाहरण रूपमा म यहाँ प्रस्तुत गरिसकेको छु। अब हामीहरू अर्को चैप्टर इन्डिसेज को सुरु गर्न गइरहेको छु जसलाई हामीहरूले के भन्छौं त? घटाङ्क। ठीक छ? ल अब इन्डिसेज घातांक। अब यो चैप्टर
हामीहरूले 8 कक्षादेखि नै पढ्दै आएका छौँ। हुन त लसमस पनि हामी 8 देखि नै पढ्दै आएका छौँ। हामी सबैलाई यसको पूर्व केही न केही ज्ञान छँदैछ। सबभन्दा पहिले यो चित्र सुरु गर्नुभन्दा अगाडि यसमा केही सूत्रहरू छ जुन हामीले प्रयोग गर्ने गर्छौँ। अल्जेब्राको यो बेसिक साधारण सूत्र मध्ये आउँछ। यो अल्जेब्राको यो सबैभन्दा साधारण सूत्र मध्ये आउँछ, जसलाई र जसले आधार बनाएर नै यो अल्जेब्राको विकास गरिएको छ। जस्तै यदि x इन्टु x, तो x इन्टु x भनेको मतलब त हामी सबैले पढेका छौँ x स्क्वायर आउँछ। तर त्यो x स्क्वायर आउँछ कसरी? त्यो x स्क्वायर आउँछ कसरी? त अल्जेब्राले के भन्छ भन्दाखेरि आधार एउटै छ, एबीसीडी को छ, आधार एउटै छ, र ती दुवै आधारको बीचमा गुणाको चिन्ह छ भने आधार एउटै छ। एउटै भनेको मतलब x छ त x छ, a छ त a छ, y छ त y छ। यी दुई बराबर आधारहरूलाई गुणा गर्दाखेरि, यी दुई बराबर आधारहरूलाई गुणा गर्दाखेरि यी दुवै आधारको घाताङ्कलाई जोड्नु पर्छ। जस्तै यदि यसको पावर m भयो र यसको पावर n भयो, तो यो दुवैको पावर x प्लस n हुन्छ। उदाहरणबाट यसलाई हामी अलि बढी बुझ्न सक्छौँ। x स्क्वायर इन्टु x क्यूब, यो इक्जाम्पल हो। x स्क्वायर इन्टु x क्यूब, x स्क्वायर र x क्यूबलाई गुणा गर्दाखेरि कति आउँछ? तो सबभन्दा पहिले त हामीले के बुझ्नु पर्यो भन्दाखेरि यो आधार बराबर छ कि छैन। त दुवैको आधार बराबर छ, x x छ। त हामीले समान आधार एउटा लेख्छौँ र यो दुवै पावरलाई के गर्छौँ त 2 प्लस 3, अर्थात् x को पावर कति हुन्छ त 5। दुई बराबर आधारहरूलाई गुणा गर्दाखेरि ती दुवै बराबर आधारको घाताङ्कलाई हामीले जोड्छौँ। अर्को छ, यदि बराबर आधारको बीचमा भागाको चिन्ह भयो, दुवै आधार बराबर आधारको बीचमा यदि भागाको चिन्ह भयो भने ती दुई बराबर आधारका घाताङ्कलाई हामीले के गर्ने गर्छौँ त हटाउने गर्छौँ। यसको अर्थ भयो कि x को पावर कति भयो त m माइनस n भयो। यसलाई इक्जाम्पलको रूपमा लिउँ हामी। यदि x स्क्वायर भागा x, यो x स्क्वायर माइनस 1, किनकि यसको घाताङ्क केही छैन भने कति हुन्छ त 1। त अब यो कति आयो त x, किनकि 2 बाट 1 गयो त कति हुन्छ त 1। अर्को हेरौँ, अर्को हेरौँ, x को पावर a बाई x को पावर b। अर्को इक्जाम्पल हेरौँ, x को पावर a अपन x को पावर b। यी दुई बराबर आधारहरूमा, यी दुई बराबर आधारहरूमा यहाँ भागाको चिन्ह छ। त भागाको चिन्ह छ त यसलाई हामीले साधारण तरिकाले कति लेख्न सक्छौँ त x को पावर a माइनस d। अब सोचिरह होला कि कसरी आयो त अहिले भर्खर के भनेको भन्दाखेरि बराबर आधारको बीचमा यदि भागाको चिन्ह छ भने ती दुई बराबर आधारको घाताङ्कहरूलाई के गर्नुपर्ने हुन्छ त घटाउनु पर्छ। कुरा बुझ्यो? ठिक छ। अब हामीहरूले एउटा अर्को हेरौँ,
x को पावर m र x को यसैको पावर m छ। p एन्ड p पावर को पावर p एन्ड p त यो दुवै पावरमा के हुन्छ त गुणा हुन्छ। p एन्ड p पण्डित एन्ड पहलवान, पण्डित र पहलवानलाई के गर्नुपर्छ त मल्टिप्लाई गर्नुपर्ने हुन्छ। x को पावर कति भयो त m इन्टु m। उदाहरणबाट सिकौं x स्क्वायर को पावर 3, यहाँ के हुन्छ त x को पावर 2 3 जा 6। अब अर्को छ x बाई y को पावर m। त हामीहरूले पूर्व कक्षाहरुमा नै पढेका छौं, यदि ब्राकेट को चिन्ह छ भने ब्राकेट को माथि जति लेखेको हुन्छ ती दुवैको हुन्छ। त यसको अर्थ भयो यो x को पनि छ र यो y को पनि छ। एक्जाम्पलबाट सिकौं यसको x बाई y को पावर 2 यो कति भयो त x स्क्वायर बाई y स्क्वायर। अब कुनै पनि संख्याको पावर 0 छ भने, कुनै पनि संख्याको पावर 0 छ भने त्यसको अर्थ कति हुन्छ त 1। ठीक छ। अब हामीहरूले यो रुट भएको हिसाबहरूलाई साह्रै गाह्रो मान्छौं के। रुट भएको हिसाबलाई हामीहरूले के भन्छ, ए रुट हेर्ने बित्तिकै त रुट। तर यो रुट भएको हिसाब त्यतिकै सजिलो छ जति यो अलजेब्रा छ। यो रुट भएको हिसाब त्यतिकै सजिलो छ जति सजिलो हामी अलजेब्रालाई लिन्छौं। जति नियम अलजेब्राको आधारको र घाताङ्कको नियम लाग्छ त्यति नै यो रुटमा पनि साराको सारा नियम लाग्छ। यहाँ रेडिकल हुन्छ। अब मानौ कि यो n छ, यो x को पावर n छ, त यो हटाउनको लागि जहिले पनि रुट को चिन्ह हटाउनको लागि जहिले पनि आधारको पावरलाई रेडिकलले डिभाइड गर्नुपर्छ। फेरि सुन्नु, रुट को चिन्ह हटाउनको लागि जहिले पनि आधारको पावरलाई रेडिकलले के गर्नुपर्ने हुन्छ त डिभाइड गर्नुपर्छ। त x को पावर कति भयो त m बाई n। धेरै ठाउँमा यसलाई यसरी पनि लेखेको पाइन्छ, यो m इन्टु 1 बाई n। कुरा एउटै हो, कुरा बुझिरहेको छ। उदाहरणको लागि हेरौं, a प्लस b x को पावर a स्क्वायर माइनस b स्क्वायर। अब हामीहरूले यो रुट हटाउनु छ। अब यो हामीले रुट हटाउँदाखेरि के गर्छौं त x को पावर a स्क्वायर माइनस b स्क्वायर अपन a प्लस x को पावर a प्लस b इन्टु a माइनस b, यो a प्लस b। यसलाई के गर्छौं त काट्छौं। त x को पावर कति भयो त a माइनस। त हामीहरूले बुझ्दाखेरि सिक्दाखेरि रुटलाई जहिले पनि एउटा अल्जेब्रिक फर्ममा नै टुट्छ र बन्छ भन्ने कुरा ध्यान दिनु। कुरा बुझिरहेछ भनेको कुरा बुझ्यो। यी जति छन् घाताङ्कका नियमहरू, यी सबैलाई पुनः एकचोटिमा तपाईहरुलाई डिभाइड गर्नुपर्छ। x को पावर m इन्टु x को पावर m, यो एउटा सूत्र भयो। यो सूत्रले के भन्यो, दुई बराबर आधारको बीचमा गुणाको चिन्ह छ भने त्यसलाई हामीले पावरलाई के गर्नुपर्ने हुन्छ त जोड्नुपर्ने हुन्छ। त्यस्तै भागा छ भने
बराबर आधारको पावरलाई के गर्नुपर्ने हुन्छ, घटाउनु पर्ने। यदि पावरको पाथी पावर छ, त्यो पावर र पावरलाई के गर्नुपर्ने हुन्छ त, गुणा गर्नुपर्ने हुन्छ। दुई आधारहरूलाई एउटै पावरले चिनाइएको छ भने यी पावर यी दुवै आधारको हुन सक्छ। कुनै पनि संख्याको पावर 0 भयो भने त्यसको भ्यालु के हुन्छ त, 1 हुन्छ। रुट हटाउनको लागि हामीले यो रेडिकलले पावरलाई के गर्नुपर्ने हुन्छ त, डिभाइड गर्नुपर्ने हुन्छ। हेर, तपाईहरुले कक्षा 9 मा यो सर्ट्सको बारेमा नै पढ्नुभयो होला, समान सर्ट्स र असमान सर्ट्स रुट भएको हिसाबले। ठ्याक्क त्यहाँ अल्जेब्राकै नियम लाग्छ। यसलाई चिनाउँदाखेरि यो बेस हुन्छ, यो पावर हुन्छ, यो रेडिकल हुन्छ। BPR, बेस पावर रेडिकल, BPR। ठीक छ, ल अब जति सूत्र पढ्यौं ती सबै सूत्रको रिडक्सन फर्म पनि छ। हामीहरूले जति सूत्र पढ्यौं यी सबै सूत्रहरूको एउटा रिडक्सन फर्म छ। अब रिडक्सन फर्म भनेको मतलब भयो के? रिडक्सन फर्म भनेको मतलब के भयो? रिडक्सन भनेको मतलब भयो के? त रिडक्सनको अर्थ भयो, अहिले हामीहरूले के पढ्यौं? x को पावर m प्लस n। रिडक्सन भनेको मतलब यो x को पावर m इन्टु x को पावर m। यो दुवैलाई के गर्नु? छुट्याइदिनु। x को पावर m प्लस n लाई x को पावर m इन्टु x को पावर n छुट्याइदिनु। यसैलाई के भनिन्छ? रिडक्सन। जसरी बनेको हुन्छ त्यसरी नै तोड्दिनु। अब जस्तै x को पावर m माइनस n भयो भने यसलाई x को पावर m अपन x को पावर n लेख्न सकिन्छ। यहाँबाट एउटा कुरा उठ्छ, यहाँबाट एउटा कुरा उठ्छ रिडक्सनमा गएर। के कुरा उठ्छ भन्दाखेरि यदि यसलाई हामीले यसरी नलेखेर यदि यसलाई हामीले यो लेख्थ्यौं x को पावर m इन्टु x को पावर m, यो पनि त सत्य हुन्थ्यो। अब यसको आधारको पावरमा यो आधारको पावरमा माइनस को चिन्ह छ। आधारको पावरमा के को चिन्ह छ त? माइनस को चिन्ह छ। अब माइनस को चिन्ह के मा छ? डिनोमिनेटरमा छ कि न्युमरेटरमा छ? हर र अंश हुन्छ। अब यो माथि छ त साधारण भाषामा हामी बुझौं, यदि यो न्युमरेटर माथि छ हामीले यसलाई x को पावर m र आफ्नो इच्छा छ यसलाई तल ल्याउनको लागि त यसको साइन के हुन्छ त? चिन्ह। याद राख्ने, आधारको पावर न्युमरेटरबाट डिनोमिनेटरमा आउँदा आफ्नो चिन्ह के गर्छ त? परिवर्तन गर्छ। भनेको बुझ्यौ? ल हेर फेरि अर्को इक्जाम्पल हेर। जस्तै x स्क्वायर y को पावर माइनस 3 छ। अब त x स्क्वायर y को पावर 3 यसरी लेख्न सकिन्छ। अर्को उदाहरण हेर, x बाई y को पावर माइनस 5। यो दुवैलाई यदि हामीले यसो लेख्यौं भने डिनोमिनेटरलाई न्युमरेटर, डिनोमिनेटरलाई न्युमरेटर, न्युमरेटरलाई डिनोमिनेटर यो बनायो भने यी दुवैको चिन्ह, पावरको चिन्ह के हुन जान्छ त? परिवर्तन हुन जान्छ। प्लस छ त माइनस, आ माइनस छ त प्लस। आशा छ
कि तपाईँहरूले बुझ्नुभयो होला? छैन बुझेको? अर्को पनि हेर एउटा। ल 2x स्क्वायर प्लस 5x हामीहरूले के हेर्छ भन्दाखेरि यसलाई हल गर्नु पर्यो। यसलाई हल गर्ने दुईटै तरिका छ। एउटा साधारण तरिका जुन x स्क्वायर छ भने x इन्टु x लेख, x क्यूब छ भने x इन्टु x लेख। अर्को तरिका के छ त 2/5 त भयो जस्ताको त्यस्तै छ। x को पावर 3 माइनस बराबर आधारलाई पावर तल ल्याउँदाखेरि के हुन्छ त चिन्ह परिवर्तन भइहाल्छ। अब बुझ्यो नि? ल अब केही हिसाबहरू छ जसलाई हामीहरूले गर्न गइरहेका छौँ। सबभन्दा पहिले हामीहरूले सजिलैबाट गर्ने हो भने यही जुन अहिले भर्खर पढेको त्यहीबाट गर्छौँ। हिसाब छ हल गर्नु हो अथवा सरल गर्नु हो। हुन सक्छ यो तपाईलाई हेर्नुमा धेरै ठुलो धेरै गाह्रो लागिरहेको होला, तर हामीहरूले जुन नियम पढेका छौँ ती नियमहरूलाई आधार बनाएर हामीले साधारण तरिकाले नै यसलाई बनाउन सक्छौँ। त यसमा कुन सिद्धान्त लाग्छ? x को यो पावर भयो, यो रेडिकल भयो, त के भयो? p अपन r। पावरलाई के हुन्छ त रेडिकल। अब हेर्नु सबैको बीचमा केहीको चिन्ह छैन भने के को चिन्ह दिएको छ त? इन्टु को चिन्ह दिएको छ। अब हेर x को पावर a स्क्वायर माइनस b स्क्वायर अपन a प्लस x को पावर b स्क्वायर माइनस c स्क्वायर अपन b प्लस x को पावर c स्क्वायर माइनस a स्क्वायर अपन c प्लस a। मैले के गरेको छु? आधारको पावरलाई रेडिकलले के गरेको छु? डिभाइड। जस्तो एउटालाई गरेको छु त्यस्तै बाँकी सबैलाई गरेको छु। बीचमा केहीको चिन्ह छैन त अल्जेब्रामा के को चिन्ह हुन जान्छ त? मल्टिप्लाईको चिन्ह हुन जान्छ। अब x को पावर a माइनस b a प्लस अपन a प्लस b। त्यस्तै गरेर x को पावर b माइनस c b प्लस c अपन b प्लस। त्यस्तै गरेर x को पावर c माइनस a c प्लस a c प्लस। यसले यो कट्यो, यसले यो कट्यो, यसले यो कट्यो, त बच्यो कति? त अहिले भर्खर हामीले पढ्यो आधार यदि बराबर छ, आधार यदि के छ? बराबर छ र बीचमा के को चिन्ह छ त? गुणा। बराबर आधारको बीचमा गुणाको चिन्ह छ भने ती सबैको पावरलाई के गर्नुपर्ने हुन्छ त? जोड्नु। अर्थात् x को पावर कति भयो त? a माइनस b। यसको कति भयो त? b माइनस c। यसको कति भयो त? c माइनस। अब a ले a कट्यो, c ले c कट्यो, b ले b कट्यो, त x को पावर कति भयो? र x को पावर 0 भएको मतलब कति हुन्छ त? मलाई आशा छ तपाईहरुलाई केही न केही बुझ्नु भयो होला। दिएको च्याप्टरलाई मैले आज जति सूत्र तपाईहरुलाई पढाएको ती सबै सूत्रहरूलाई एकचोटि घरमा आफ्नो पाठ्य पुस्तकबाट हेरेर
रिभाइज गरेर ल्याउनु होला र त्यसको यसको एक्सरसाइजहरू हामीहरूले आगामी कक्षामा गर्ने